ट्याक्क अहिले हामी चाहिँ पोखराको रामबजार भन्ने ठाउँमा छौँ होइन। यहाँ चाहिँ मौरी आएर बसेको रहेछ 2-4 दिनदेखि। यो दाउराको हारभित्र छ मौरी चाहिँ। उहाँले चाहिँ दाउरा हटाउँदै हुनुहुन्छ अनि हामी मौरी चाहिँ घरमा सिफ्ट गर्छौँ। घरमा चाहिँ हामीले पाती दलेर राखिसकेका छौँ। दाउरा हटाएपछि होइन। हजुर उडिरहेछन् बा अलिअलि। ल है त यस्तोमा छ मौरी चाहिँ है। बिस्तारै है बिस्तारै बिस्तारै। कति दिन भयो दाइ यहाँ बसेको चाहिँ? 3-4 दिन भयो। 3-4 दिन भयो। मङ्गलबार हो आज भनेपछि आइतबार होइन आज? धेरै दिन भइसक्यो है। छ मौरी राम्रै रहेछ ल। चाका चाहिँ लगाएको छैन। बसेको होला। जाँदैन ल है त। ल है त अब हामीले चाहिँ मौरी चाहिँ घरमा हाल्दैछौँ। दाउरी चाहिँ हामीले चाहिँ मौरी झिकेर ल्यायो। ल चाका लगाउनु पनि सुरु गरिसकेको रहेछ। माइती हेर्नु चाका हेर्नु रहेछ। ए त्यो रानी कुन चाहिँ हुन्छ यसको? रानी यही खोज्नुपर्छ सर, हेर्नुपर्छ। हेर्छु अनलाइन पारिसकेको रहेछ। कति छिटो हालिसकेर हजुर हजुर। नसाले बाँधौँला है। टपटी छ ए हुन्छ यसलाई हटाइदिनुहोस् त। धेरै हुने थियो। आज उतासम्म बसेको थिएँ कि दाउराले हैरान गर्ने भयो क्या त। मुनि मुनि पस्ने भयो। दाउरा हटाइनु पऱ्यो सबै है। ए हुन्छ हुन्छ। भित्रै बसेको है। अलिक टाढा त देखाउँदा नि हुन्छ। म त मोबाइलतिर त ध्यानै नदिएको तपाईँ। यसमा महहरू त लगाउनु त पर्दैन। है त ट्याक्क यो दाउराभित्र भएर चाहिँ दाउराको भित्र हिँडेकै थियो होइन। अनि हामीले चाहिँ एउटा दाउरा राखेर चाहिँ मौरी यहाँ सङ्कलन गर्दैछौँ। सबै त्यहाँ चाहिँ एकमुष्ट आइसकेपछि चाहिँ अनि हामीले चाहिँ त्यसलाई चाहिँ घरमा हाल्छौँ। केही मौरी चाहिँ हामीले घरमा पनि हालिसकेका छौँ होइन। घरमा पनि छ मौरी। मौरीको सङ्ख्या राम्रो छ। आउँदैछ नि भित्र पसिरहेको थियो कि मौरीहरू चाहिँ दाउराको कुना कुनामा। दाउरा झिकिदिँदाखेरि चाहिँ रानी मर्न सक्छ। त्यही भएर चाहिँ यस्तोमा हुँदा चाहिँ अलिक ख्याल गर्नुपर्छ हामीले चाहिँ। ए हुन्छ। अब त्यो भित्र आउँछ कि रानी त यो भित्र